राष्ट्रको शान हामी किसान। नमस्कार आदरणीय दर्शक एवं कृषक साथीहरू, म मुक्तिनाथ उप्रेती। तपाईँ मेरो हातमा जुन काउली देखिरहनु भएको छ, यो देख्दाखेरि नै हेर्नु त, यसको एरिया हेर्नु, यसको यो साइज चाहिँ गजब छैन त। ल हेर्नु त, मैले चाहिँ जिन्दगीमा यतिको ठुलो चाहिँ फुलाएको छैन हैन। मैले चाहिँ झन्डै 4.5 केजीसम्मको चाहिँ उत्पादन गरेको। यो काउलीको उत्पादक चाहिँ म नभएर मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर 6 का युवा कृषक हुनुहुन्छ कृष्णभक्त महर्जन। उहाँको टनेलमा उत्पादन भएको काउली यो लिँदा मेरो चाहिँ हात गलिसकेको छ। यो झट्ट तपाईँको अनुमानमा कति होला त? यति ठुलो काउली कति केजीको होला त? अनुमान गर्नुहोस् है त। यो यति ठुलो छ हैन। जबकि लिँदा मेरो हात गलिसक्यो भनेपछि यो चाहिँ हामीले जोख्दाखेरि अलिकता पुगेन 6 केजीलाई। एउटै काउली 6 केजीको अलिकता पुगेन, 100 ग्रामको हाराहारी हैन। झन्डै 6 केजी भनौँ न सजिलोको लागि। 6 केजीको काउली उहाँले उत्पादन गर्नुभएको छ। यो 10 रुपियाँ केजी भए पनि 60 रुपियाँ आउने भयो यसको है। भनेपछि अब अहिलेको भाउ चाहिँ 30-35 रुपियाँ छ, 40 पनि छ कहीँ कतै। 6 केजीको काउली यतिखेर उत्पादन भएको छ। उहाँले चाहिँ 6 केजीको काउली उत्पादन गर्नुभएको छ कृष्णभक्त महर्जनले। उहाँको यो मेहनतलाई चाहिँ हामीले सम्मान गर्नैपर्छ। मेहनत र लगनशीलता भयो भने चाहिँ 6 केजीसम्म काउली चाहिँ उत्पादन हुन सक्दो रहेछ। मल, मेहनत, सिँचाइ सबै कुरा मिलेको खण्डमा एउटै काउली 6 केजीको उहाँले उत्पादन गर्नुभएको छ। मैले चाहिँ यो तपाईँहरूको हौसलाको लागि चाहिँ यो भिडियो प्रस्तुत गरेको छु। मेहनत र लगनशीलताले चाहिँ सफलता प्राप्त गर्न सकिन्छ। हस्त, धन्यवाद। जय किसान।